Week 6. Welcome back to yet another video of behind the scene of Samsara Vlog Season 2. आजको गेम एकदम रोमाञ्चक गेम छ आज हैन राम्रो गेम हुँदैछ दिस इज बिहाइन्ड द सिन एन्ड म चाहिँ आज हाम्रो यमन दाई हि इज गोइङ टु नेपाल हैन फर उसको बिहेको लागि अल द बेस्ट भन्दै सेफ जोर्नी हैन आगामी दिन भिडियोमा डाइरेक्ट अब नकआउटमा हुनुहुन्छ दाई अनि विच इज 2 मोर मन्थ्स हैन त्यसपछि बल्ल हामीले यो यस्तो हँसिलो मुख देख्न सक्छौँ त्योभन्दा अगाडि चाहिँ मिस गर्नुपर्ने हुनेछ यमन दाईलाई त्यही भएर यमन दाईलाई चाहिँ अल द बेस्ट हैन ह्याप्पी म्यारिज लाइफ वेलकम टु ग्याङ भन्न चाहन्छु यमन दाई के भन्न चाहनुहुन्छ त हाम्रो अब बिहा त पहिल्यै भएको बडा हरामी हो बेटा अब रिमाइन्डर अफ द लिग स्टेज तपाईँले मिस गर्नुहुन्छ होइन अनफर्चुनेटली अब के भन्न छ हाम्रो कपिल छ मलाई दुःख छ हाम्रो अब जो भ्युवर्सहरू हुनुहुन्छ यहाँ लिगमा आउने प्लेयरहरूले जसले मिस गर्ला यमन दाईले के भन्ने त तिनीहरूलाई अब मैले भन्नुपर्ने त के होइन अब हाम्रो लास्ट विकको इन्सिडेन्ट जस्तो भयो होइन त्यो फेरि रिपिट नहोस् भनेर भन्छु होइन हामीले अब फेयर अनफेयर भन्दा नि हामीले जे एज पर गाइडलाइन एज पर हाम्रो रेफरी अफिसियल्स अनि हु आर प्रोफेसनल्स उनीहरूको हिसाबमा जान्छु अब म नहुने बेलामा पनि दाई र सुजन दाई हुनुहुन्छ कपिल छ अब हाम्रो टिममा धेरै मेम्बर छैन होइन हामीलाई फर्स्टमा सपोर्ट भनेको हाम्रो अब सपोर्ट भन्ने हामी 3 जना हो मेन पिल्लर हाम्रो आजसको भाइहरू छ यो सिजन थ्याङ्क यू यार त्यो भाइहरूलाई एभरेस्टको हाम्रो केटाहरू थियो होइन उनीहरूले हेल्प गर्यो तर आफ्टर देम लाइक वी डोन्ट सी मच हेल्प फर अब यो सेटअप त भइहाल्यो होइन अरू कुरामा छ टिमहरू तर दे हेज बिन सम अब मिस जजमेन्ट भन्छ के भन्छ अब हामीले पैसाको लागि खेलाएको होइन पैसाको लागि यस्तोको लागि भन्छ अब त्यस्तो केही छैन हजुर हामीले पैसा पाउने कति दिन छ र भन न त्यो पनि 12 हप्ता घाममा दौडेर 12 हप्ता घाममा 12 हप्ता अफ द सिन होइन त्यही त बिहाइन्ड द सिन घरमा गएर नि काम गर यहाँ ग्राउन्डमा नि आएर काम गरेर खेलाऊ त्यही माथि अब त्यो माथि पनि हामीलाई गर्छ भने त अब हामीले पनि केही भन्न सकिन्न कि होइन त्यही त हो नि त्यस्तै छ एप्रिसिएसन भन्दा नि धेरै छ कमेन्ट छ नेगेटिभ कमेन्ट्स तर सानो कुरामा तर राम्रो भन्ने मान्छे पनि हुनुहुन्छ होइन एप्रिसिएट दैट थ्यांक यू मान्छेहरू छ मेन त अब हाम्रो टेम्परेचर कति छ 33 डिग्री छ टेम्परेचर अहिले होइन त्यही पनि हामी अब यहाँ घन्टा अगाडि आएर सेटअप गरेर होल दिनभरि नै बसिरा हुन्छौँ होइन हामी नि यो फुल टाइम गरे होइन अभियसली हजुर वी डोन्ट वर्क फुल टाइम टु जस्ट रन दिस लिग फुल टाइमै गर्ने भए त अझै राम्रो हुन्थ्यो होला हुन्थ्यो भने फुल टाइमै गर्ने भयो त्यही हिसाबले हाम्रो इन्ट्री फी हुन्थ्यो कि हाम्रो त्यसमाथि अरू खर्चहरू अझै लाग्थ्यो कि होइन त्यसरी गर्न सक्ने हो हामी चाहिँ जस्तो भन्छ त्यस्तै खेलाइदिन्थ्यौँ त्यही त ल ठिक छ ल यो कुराहरू हुँदै गर्छ होइन जाँदै अब तपाईँलाई अल द बेस्ट सेफ जोर्नी अब होइन यसको बारेमा इन्सिडेन्ट के हो भने कतिलाई थाहा छैन होला भ्युवर्सहरूलाई अपार्ट फ्रम द फुटबल कम्युनिटी यहाँको होइन त्यो चाहिँ अब संसारा ग्रुपकै पेजमै हाम्रो अफिसियल पोस्टहरू छ त्यो बारेमा आफै हेर्नुहोस् होइन आफै अब आफ्नो हिसाबले गर्ने अब के छ लाइभ गोज अन होइन लाइभ डजन हर्ट सबैको अब आफ्नो विचार हुन्छ संसार घुम्दै जान्छ होइन संसार घुम्दै जान्छ समय बदलिदिएको त दिनपछि रात आउँछ रात दिन आउँछ यस्तै हो ठिक छ होइन नो हार्ड फिलिङ टु एनी वान नो हार्ड फिलिङ जस्ट लाइफ गोज अन होइन त्यही हो क्यानबेरामा एकदम अब फुटबल कम्युनिटीबाट हामी दाजुभाइ भनौँ न सबैजना हामी दाजुभाइ हो हजुर हो नि हाम्रो भुटनिज टिम हुनुहुन्छ 6 टिम हाम्रो नेपाली टिम 6 टिम हो हजुर फर्स्टमा इनिसियल सुरु हामी सबै दाजुभाइ हो अब एकअर्का दाजुभाइलाई टोक्न लाग्यो भने त अनि त्यही त अब दुश्मनहरूले जितिहाल्छ चाहिँदैन दुश्मन चाहिँदैन दुश्मनै चाहिँदैन
देश नै चाहिँदैन अनि के गर्ने होइन त्यही त ठिक छ होइन त्यही नै हो आज हाम्रो यमन दाइको लास्ट दिन अन्टिल नकआउट हाम्रो बिहाइन्ड द सिन भ्लग आउँदै गर्छ दिस इज विक 6 अलमोस्ट हामी हाफ अफ द सिजनमा छौँ होइन अपार्ट फ्रम नकआउट एन्ड फाइनल अनि त्यही भन्दै हामी यमन दाइले चाहिँ सेफ जोर्नी प्लस ह्याप्पी म्यारिड लाइफको लागि बिदा गर्छौँ आज उहाँ यति सेटअप मात्रै गरिदिनु आएको हो अनि यमन दाइ इज अ पिलर अफ समसरा ग्रुप हि डज एभ्रिथिङ होइन वेबसाइट पनि छ samsaragroup.com.au हानेपछि हाम्रो लिगको सबै म्याचहरू डिटेल्सहरू कसले हाइस्ट गोल स्कोर नेक्स्ट फिक्चर नेपाल पछाडि पनि छ नेपाल गयो भने ओभर टाइम काम गर्नुहुन्छ दाइले होइन ल दाइ अल द बेस्ट त्यति भन्दै म दाइलाई चाहिँ इन्ट्रोमा मात्र राख्नु खोजेँ है त ल सी यू अब म्याच सुरु हुँदैछ यहाँ नकआउटमा ल म्याच सुरु हुँदैछ एन्ड आल गिभ यु अपडेट वाट्स ह्यापनिङ बिहाइन्ड द सिन अफ समसरा प्रिमियर लिग सिजन 3 बाई फर्स्ट हाफ सकिसकेको छ जे ब्रदर्स भर्सेस फुन्सुम अहिलेको स्कोर लाइन चाहिँ जे ब्रदर्स लिडिङ द गेम विथ 1-0 होइन एन्ड वी डोन्ट ह्याभ एनी गेम अन ग्राउन्ड 2 बिकज अफ संसार ग्रुपको पेजमा गएर देख्न सक्नुहुन्छ वाइ दे वाज सपोज टु बी अ गेम अगेन्स्ट बिट्विन क्विन बिएन एन्ड नेपाल युनाइटेड एफसी बट अनफर्चुनेटली नेपाल युनाइटेड पुल आउट फ्रम द लिग एन्ड वाइ हाउ भन्ने कुरा चाहिँ गो एन्ड संसार ग्रुप पेज एन्ड यु विल सी होइन आई डोन्ट ह्याभ टु एक्सप्लेन द्याट अगेन एन्ड ह्याभिङ सेड द्याट वी गट आवर मेन सुजन दाई होइन सुजन कस्तो भइरहेको छ विक 6 एक्साइटिङ भएर रहेछ होइन अब अलि घाम पानी होला जस्तो छ तर जस्तो लागेको थियो वेदर हेर्दाखेरि चाहिँ तर एकदमै हट पनि भएको छैन एकदमै कोल्ड पनि भएको छैन वेदर इज भेरी गुड अनि दुइटा ग्राउन्ड वनमा गेम राम्रो भइरहेको छ आइम भेरी एक्साइटेड अनि त्यही हो अब थिङ्स ह्यापन्स फर द रिजन होइन अब यसको पनि केही न केही राम्रै कुरा हुनको लागि त होला होइन आई डोन्ट वान्ट गो इन डिटेल जे हुन्छ राम्रै हुन्छ होप फर द बेस्ट होइन सबै टिमलाई त्यही त लास्ट विक लास्ट गेम फर द सिजन फर द इयर होइन 2026 होइन फ्रम आवर पेज टु योर पेज योर फेस योर पेज योर एभ्रिथिङ वी वान विस यु मेरी क्रिसमस एन्ड ह्याप्पी न्यू इयर है त 2026 होपफुली इट्स गन बी अ बेस्ट इयर्स फर यु हुएभर वाचिङ एन्ड हुएभर सब्सक्राइब द च्यानल राइट नाउ ल एन्ड वी गट आवर मेन हाम्रो प्रमोद के छ प्रमोद साथी हो लास्ट विक प्लस लास्ट डे अफ द लिग होइन 2025 मा एन्ड विल प्ले इन 26 आफ्टर दिस सो के छ के भइरहेछ लिगमा तिम्रो टिमको हाम्रो टिमको राम्रो भइरहेछ यार के भन्ने कान्ट कम्प्लेन राम्रो भइरहेछ केटाहरू फाउट ब्याक राम्रो गरिरहेछ हजुर होपफुल्ली अब यस्तै एफोर्ट र यस्तै हुन्छ नि हङ्ग्रीको साथ ग्राउन्डमा आयौँ भने वी क्यान सी आवर सेल्फ इन टप 4 विथ द्याट बिङ सेड सबैले प्रे गरिरहेछ होइन टप 4 टप 5 फाइनल खेल्नको लागि फिङ्गर्स क्रस 2026 मा 2024 मा जस्तो भयो 2025 मा जस्तो भयो पनि 2026 इज गोइङ टु बी अल आवर्स फर एभरेस्ट अनि फर भिक्ट्री भनौँ त्यति भन्दै अब आज यहीँबाट बिदा हुन चाहन्छु ल धन्यवाद द्याट्स द स्पिरिट होइन अनि दिस इज अल्सो लाइक मलाई कस्तो लाग्छ भने स्याटरडे इज अ फेस्टिभल डे हो करेक्ट किनकि पहिला त एभ्री स्याटरडे सायद केही हुन्थेन भने चाहिँ अब नाउ एभ्री स्याटरडे यु नो यु गोना बी देयर इन द फुटबल गेम होइन फुटबल ग्राउन्ड होइन मिट लट अफ पिपल होइन एन्ड गुड टाइम फर अ रिजन होइन अनि जस्तो फेस्टिभल डे पनि हो जस्तो लाग्छ क्या मलाई करेक्ट तिमी यु डोन्ट बिलिभ होइन हामी अब मन्डे फ्राइडे मन्डे ट्युसडे कहिले काम गरिरहँदाखेरि किनभने मान्छेलाई सबै स्ट्रेसफुल जब सबैको छ होइन शनिबार कहिले आउँछ भन्ने चाहिँ एउटा शनिबारले चाहिँ एउटा रमणीय वातावरण सृजना गर्दै त्यसको लागि चाहिँ ह्युज साउट आउट टु समसरा also huge shout out to SBA Property for being a title sponsor होइन अनि he is also the man of the SBA Property होइन अनि thank you very much guys for supporting us and supporting our league sure next time पनि next year पनि हामी फेरि गर्नेछौँ फेरि आउनेछौँ तपाईँको माझमा यही फेस लिएर क्या बात है सर क्या बात है सर क्या बात ये बात है अरे सर क्या बात है we got Atos here. Happy New Year. This is the last game for the 2025. You guys are top 4 right now or not? Yep. Top 4. Okay, all the best, boys. Thank you. A few moments later. यस्तो छ हालत मसिना परेर हिउँसम्म परेर यहाँ दाजुभाइ सबै हिँड्छ बर्बाद पनि बर्बाद पनि आज जो आएर जित्यो नि
सक्यो पानी सक्यो एकैछिन हो हेलिस्टोन 12 seconds later. हेलिस्टोन र पानीको छोटो ब्रेक पछि हाम्रो गेम अब सञ्चालन हुन गइरहेको छ एज यु स द्याट बिफोर जस्ट कसरी मान्छे बसेको थियौँ हामी भनेर त्रिपालमा हेभ अ लुक एन्ड म 6 एप्स देखियो दाइ हो हँ यो चाहिँ युट्युबमा चाहिँ आउनै पर्छ है हामी सेफ छौँ नि अभियसली है हामी सेफ छौँ अनि हामी सेफ हुनु पर्यो अरू त ठिकै छ ल यो चाहिँ त्यो अघिको क्लिप चाहिँ रिपिट मोडमा हेर्नु पऱ्यो क्या त्यो माथि यसरी एप्स आम्बो होइन होला किरण दाइ वेलकम छ विक 1 र विक 2 मा आएपछि त्यसपछि आउनुपर्छ नि हाम्रो ब्लगमा रेगुलर एक विक मात्रै मिस गरेको छु मैले ब्लगमा त आउनुभएको छैन नि त ए भ्लगमा त सरी आएको थिएँ नि लास्ट गेम होइन कस्तो भइरहेको दाइ अहिले सोफार एकदम राम्रो भइरहेछ हो अब बिचमा अलिअलि के त भइरहेछ तर हाम्रो नेपाली दाजुभाइहरूले मिलेर एउटा होइन यहाँनिर क्यानबेरामा नेपालीले अर्गनाइज गरेको यस्तो राम्रो लिग सबैलाई प्लेटफर्म राम्रो भइरहेको पनि साथीहरूले यति बेला चाहिँ फिफाको रुल्स भन्दा पनि ठिक छ मिलेर खेलेर त्यस्तो हेर्नु चाहन्छु म भनेको ठिक छ त्यो तपाईँको कुरा हो हामीले युट्युबमा चाहिँ त्यस्तो भन्नुहुन्न हामी युट्युब हो यो म त गेम भनेर यो वर्ष ल ल होइन मेरी क्रिसमस प्लस ह्याप्पी न्यू इयर अब 26 मात्रै हेर्नु होला गेम होइन अर्को गेम नेक्स्ट गेम अब 26 ल तिमीलाई पनि मेरी क्रिसमस एन्ड ह्याप्पी न्यू इयर टु ल ठिक छ Look at this crazy weather. Look at this crazy weather. Can you see? के छ दाइ आजको दिन पनि सक्यो विक 6 सक्यो अब 26 मा भेट हुन्छ 25 हाम्रो आज विक 6 सँगै सक्यो के भन्न चाहनुहुन्छ त एक्टिभ भयो आई मिन लाइक रेन भयो हेलस्टोर्म भयो हट भयो होइन अब थन्डरस्टर्म आउँदैछ लुक एट द क्लाउड्स we did best अ I think त्यही त nothing much we're tired I will see you after New Year happy New Year ल ह्याप्पी न्यू इयर एभ्रीवन छेमे we ending the 2025 vlog with week 6 हैन के भन्न छ First of all, I'd like to thank Samsara Group for organizing such a beautiful tournament. It's okay. You don't have to cut. It's already 6 weeks. Sorry. Say other. What do you want me to say then? I don't know. You tell it. You tell the viewers. We're winning the league. We're winning the That's league. No, we're winning the championship as well. All good. La. See you on 2026. Hopefully, 2026 will be good for everyone. You know. Happy New Year from Samsara Group, from Canberra, Australia, from this league for everyone. And see you in 26. Bye. Signing out.